छ। आज हामी इन्डियाको सिक्किम स्टेट अन्तर्गत सिक्किम स्टेटको पनि छाङ्गो लेक भन्ने यो तालमा आइपुगेको छौँ हामी। यो ताल निकै विशेष रहेछ, किन भन्दाखेरि यो लगभग समुद्र सतहदेखि 3750 मिटर अथवा 12000 फिट हाराहारीमा चाहिँ अवस्थित रहेछ। हेर्दाखेरि यो एकै भ्यूमा क्याप्चर गर्न सकिन्न, निकै जिगज्याग अथवा चाहिँ कुना कुनासम्म पुगेको रहेछ। अनि यसको विशेषता खासै हामीलाई एकदमै आकर्षक लाग्ने खालकै रहेछ, किन भन्दा हिउँ पर्ने सिजनमा यो पुरै हिउँले कभर गर्दो रहेछ भनेदेखि अहिले चाहिँ यो अक्टोबरको महिनामा ठिकै छ। यतापट्टि तपाईँले देख्न सक्नुहुन्छ त्यो चाहिँ नाथुला पास जाने बाटो रह्यो, केही घरहरू पनि छन् त्यहाँ। त्यो चाहिँ पहिला तिब्बतसँग इन्डियाको अथवा सिक्किमको चाहिँ व्यापारी मार्ग रहेछ। ल, यहाँहरू पनि घुम्न आउनु होला, इन्जोय गर्नु होला भन्दै यहाँहरूको समयको लागि धन्यवाद।